गरिब घर, बिरामी बुवा आमा र साना भाइ बहिनी। ऋणको पहाडले थिचिएपछि बुवा हामी सानै छँदा परदेशिनु भयो। आमाको काखमा हुर्किएका हामीले बाल्यकालमा बुवाको नजिकको माया कस्तो हुन्छ कहिल्यै थाहा पाएनौं। 2-3 वर्षमा केही दिनका लागि आउने बुवा हामीलाई कुनै पाहुना जस्तै लाग्नुहुन्थ्यो। समय बित्दै गयो, नाकमा सिगान पुस्दै हिँड्ने हामी एसएलसी दिने भयौं। सधैँ टालेको लुगा लगाउने मेरी आमाले बल्ल अलि उज्यालो देखिने कुर्ता लगाउन थाल्नुभयो। यति परिवर्तन हुँदाहुँदै पनि हाम्रा बुवा भने अरबको तातो घाममा वर्षौंसम्म उस्तै हुनुहुन्थ्यो। हरेक दिन परिवारको याद र हाम्रो भविष्यको चिन्ता बोकेर उहाँले आफ्ना अनेक सपनाहरूको हत्या गर्नुभयो। दिन-रात नभनी पसिनाको खेती गर्दै आफ्नो जवानी पराई भूमिमा सुम्पिनुभयो। कहिलेकाहीँ आमा कतै जाँदा त हामी आत्तिएर कतिपटक फोन गर्छौं, तर ती बुवा जो 8-10 घण्टा कठोर काम गरेर कोठामा फर्किँदा आफ्नी आमाको हातको तातो खाना र बुवासँग टारखेत गएका दिनहरू कति सम्झिनुहुँदो हो। न राम्रो खाना, न आराम पुग्ने निन्द्रा। उहाँले आइएमई गरेर पठाएको पैसाले मात्र हाम्रो घरका साना ठूला चाहनाहरू पूरा हुन्थे। हेर्दा हेर्दै दिदीको बिहेको कुरा चल्यो। 12 कक्षा सकेर बसेको मलाई भने साथीहरूले बोकेका महँगा फोन र एउटा राम्रो मोटरसाइकल किन्ने खूब रहर थियो। तर घरको अवस्था अर्कै थियो। बिहेको खर्च कसरी जुटाउने भन्दै बुवा फोनमा आमासँग चिन्ता गर्नुहुन्थ्यो। अन्ततः ब्याङ्क र आफन्तसँग ऋण खोजेर दिदीलाई अन्माएर पठाइयो। आफ्नो रगत र पसिनाले हुर्काएकी छोरीलाई पराई घर पठाउँदा बुवा आमाको आँखामा बगेका ती आँसु देखेर मैले आफूलाई सम्हाल्न सकिनँ। बिहे सकियो, आफन्तहरू बाटो लागे। बुवा भने ऋण तिर्न टारखेत बेच्ने ग्राहक खोज्न लाग्नुभयो। तर गाउँको जग्गा कसैले लिन नखोज्ने, लिए पनि कौडीको भाउमा माग्ने। बुवा फेरि निराश भएर घर फर्किनुभयो। 1 महिनाको बसाइपछि उहाँ पुनः विदेश जाने दिन आयो। अल्लारे उमेरको मलाई बुवाले एउटा बाइक किनिदिए हुन्थ्यो भन्ने आश त थियो, तर उहाँको मलिन अनुहार देखेपछि माग्ने आँट आएन। काठमाडौँ गएर पढ्ने र काम खोज्ने मेरो इच्छा दिदी मार्फत बुवासम्म पुग्यो। बुवाले सुरुमा हुन्न भने पनि मेरो खुसीका लागि मान्नुभयो। म राजधानी त छिरे, तर शहरको चमकधमक देखेपछि मेरो रहर फेरि जाग्यो। एक दिन फोनमा मैले जिद्दी गर्दै भने, बुवा यहाँ त बाइक बिना हिँड्नै सकिन्न, एउटा बाइक मिलाइदिनुस् न। उताबाट बुवा केही बेर मौन हुनुभयो। सायद 50 डिग्रीको गर्मीमा उभिएका बुबाले आफ्नो रित्तो खल्टी छामिरहनु भएको थियो। तर छोराको इच्छा काट्न नसकेर उहाँले ओभरटाइम काम गरेर पैसा पठाइदिनु भयो। मैले नयाँ बाइक किने, साथीहरूसँग घुमेँ र फेसबुकमा फोटो हालेँ। मलाई लाग्यो म कति सुखी छु। तर मेरो त्यो सुख धेरै दिन टिकेन। 1 हप्तापछि गाउँबाट आमाको रुँदै फोन आयो। बुवा कार्यस्थलमै बेहोस भएर अस्पताल भर्ना हुनुभएछ। अत्यधिक श्रम र कमजोरीले उहाँको शरीरले साथ दिन छोडेछ। त्यो रात म निदाउन सकिनँ। पार्किङमा टल्किएको मेरो नयाँ बाइक मलाई एउटा फलामको बोझ जस्तो लाग्यो। ऐनामा हेर्दा मलाई आफ्नै अनुहार देख्न मन लागेन। मलाई लाग्यो मैले बाइक चढेको होइन, आफ्नै बुवाको हड्डी र पसिनामाथि सवारी गरिरहेको छु। हामीले जसोतसो त्यहाँका नेपाली दाजुभाइहरूको सहयोगमा बुवालाई फिर्ता बोलायौं। उहाँको उपचार र बाँकी ऋण तिर्न मैले आफ्नो प्यारो बाइक बेचिदिए। जति पैसा आयो सबै घर पठाए। मलाई अब महँगो बाइकको गति होइन, बुवाको थकित अनुहारमा मुस्कान हेर्ने हतार थियो। उपचारपछि बुवा निको हुनुभयो, तर फेरि भन्न थाल्नुभयो, बाबु म अलि सन्चो भइहाले, तँलाई म पढाउँछु, म फेरि परदेश जान्छु। तर यो पटक भने मैले आँट गरेँ, नाइ बुवा, अब तपाईलाई म त्यो तातो भूमिमा रगत र पसिना बगाउन पठाउँदिन। मैले दृढ स्वरमा भने, बरु म आफै केही गर्छु। म सानै थिएँ, धेरै पढेको पनि थिइनँ र भर्खरै गाउँबाट आएकोले मलाई अंग्रेजी भाषा पनि आउँदैन थियो। तैपनि मैले काम खोज्न थालेँ। सुरुमा मलाई अत्यधिक गाह्रो भयो। कति ठाउँमा अपमानित पनि हुनु पर्यो, तर हार मानिन। बिस्तारै साथीभाइहरूको सहयोगमा अहिले म काठमाडौँमा एउटा सानो तर राम्रै काम गर्दैछु। बुवा अहिले घरमै आमासँग खेतबारीको काम गर्नुहुन्छ। उहाँका हातका ठेलाहरू अझै मेटिएका छैनन्। कहिलेकाहीँ उहाँ परदेशमा भोग्नु भएको दुःख, जुन त्यो बेला हामीलाई कहिल्यै सुनाउनु भएको थिएन, आँखाभरि आँसु निकाल्दै सुनाउनुहुन्छ।
छोरो बुझ्ने भएकोमा र आफ्नै देशमा पसिना बगाएकोमा उहाँको अनुहारमा एउटा अद्भुत सन्तोष छ। मैले ढिलो गरी बुझेँ, बुवा पाहुना हुनुहुन्थेन, उहाँ त त्यो जग हुनुहुन्थ्यो जसले आफू पुरिएर हाम्रो सपनाको घर ठड्याइरहनु भएको थियो।